उत्तर कोरियाले शनिबार फेरि शङ्कास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जापानी रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र इइजेड भन्दा बाहिर खसेको पुष्टि भएको छ। दक्षिण कोरियाली सेनाले पनि यसै घटना पुष्टि गर्दै भनेको छ कि उत्तर कोरियाले पूर्वतर्फ कम्तीमा एउटा अज्ञात वस्तु प्रहार गरेको थियो। यो कदम दक्षिण कोरिया र अमेरिकाले मार्च 19 सम्म सञ्चालन गर्ने वार्षिक संयुक्त सैन्य अभ्यासको समयमा आएको हो। अभ्यासका क्रममा द्विपक्षीय तयारी र सुरक्षा परीक्षणहरू भइरहेको बेला उत्तर कोरियाको यो कदमले क्षेत्रीय सुरक्षा चिन्ता बढाएको छ। जापानी प्रधानमन्त्री सनाए ताकाइचीले देशभर सुरक्षा सतर्कता अपनाउन र जहाज तथा विमानहरूको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएकी छिन्। हालसम्म यस प्रक्षेपणबाट जापानमा कुनै पनि क्षतिको विवरण प्राप्त भएको छैन, तर सुरक्षा निकायहरूले सतर्कता जारी राखेका छन्।